मेरो घाँटीदेखि तल कम्मरभन्दा मुनिसम्म छ यार, माथिसम्म सुकिएको छ। अब उभो जान्छु होइन। यहाँ जम्मा भइरहेछ क्या माछा चाहिँ। ल फुटबल पनि पो रहेछ यार, वर्ल्ड कप चलेको बेला के हो यस्तो जाठा। पछाडिपट्टि खस्ता, अगाडि चाहिँ यस्तो छ है गाइस। यो चाहिँ खोला हो होइन। यहाँ हुँदोपट्टि समुद्रमा जाने ड्याम छ क्या, ड्याम खोलेको रहेछ। म चाहिँ बजार जाँदै थिएँ, ठ्याक्कै माछा क्या। यहाँ एउटा पुरा ठ्याक छ होइन, एउटा उता पर छ, एकछिनमा म देखाउँछु ल। पहिले परको ठाउँ यहाँ एउटा बसिरहन्छ, यता झर्न आँटिसकेको छ तर आमामा जाठा राम राम राम। यो यहाँ ड्याम छ क्या, यो बन्द गरेको खोलेछ। यहाँ अझै माछा छ। यता चाहिँ अलिकति गहिरो छ होइन, 3-4 फिट जति होला। यता चाहिँ उँभो सबै पाखा लडेछ क्या साला। आमामा यार, यो त यार कत्रो साला। ए जान्छ से जाठा, कहाँबाट हौ झुन्डाउने पनि यार। आमामा ल जाठा, आमामा यार 6 केजी 7 केजी जति छ यार यो त। ल यो त आमामा मेरो घाँटीदेखि तल कम्मरभन्दा मुनिसम्म छ यार साला। यसका आधी होला उताको चाहिँ होइन। यहाँ हेर्नु अर्को पनि। यहाँ बजार जाँदै थिएँ है मासाला, फेरि साथी थियो क्या कोठामा। फोन गरेको फोनै उठाउँदैन यार, नुहाएर बसिरहेको रहेछ क्या साथी चाहिँ। अनि हतार गएर लुगा फेरेर गम्बुट लाएर पन्जा लिएर आएको क्या। माथिसम्म सुकिएको छ। अब उभो जान्छु होइन। यो भइहाल्यो एउटा, अनि यहाँ पनि छ क्या एउटा। यसलाई पछाडिको अलिकति खान आएछ साला। यहाँ छ एउटा, माथिसम्म डुल्छु। अब कति पाइन्छ आम्मामा यार। यता मसिनोहरू त थुप्रै कुद्दैछ होइन, तर मसिनोको चाहिँ काम छैन। जम्मै त अलिक उभोतिर साला। सबै कपडा चाहिँ हिलो बनाइदिँदा हाल्यो छिटाएर। यता उभो चाहिँ छैन, सानो यस्तो सानो खालको मात्रै छ। त्यस्तो सानो त काम छैन। तलकै उमा गएर हेरौँ साला। फुटबल पनि पो रहेछ यार, वर्ल्ड कप चलेको बेला के हो यस्तो जाठा। हामी पनि हानिन्छ पो त अलिअलि त आकाश यता। यहाँ जम्मा भइरहेछ क्या माछा चाहिँ। 6-7वटा कुदिन्छ यस्तरी ढाड देखाउँदै, तर यहाँनिर 3-4 फिट नै छ क्या गहिरो। फेरि साला यस्तो एउटा जाल भएर छेकेर उभो निकाल्दा त्यहाँ 6-7वटा अझै ठुल्ठुलो छ क्या। ल यहाँको चाहिँ निकाल्नु पनि सकिएन, गर्मीले पसिना पनि भयो। अब चल्दिने हो साला। कति भयो, 7-8 केजी भइगयो यार माछा त। लो कराउँछ पो यार मान्छे यस्तो। चल्दै केटा, अब कोठा चल्दै। ल अब साइकलमा ठिक्कै यहाँ साथीहरू एक भारी पो हुनुभयो पछाडिपट्टि त। यहाँ ठिक्क डोरी पनि छ बाँधेर। अब पछाडिपट्टि खस्दैन अब त, टाढो छैन, म पुगिहाल्छु एकैछिन। आज अगाडि चाहिँ यस्तो छ है। अब अहिले 7:30 भइसक्यो बेलुकाको, घाम अझै पनि डुब्न बाँकी नै छ। यो तल हो क्या समुद्र चाहिँ। अनि पसिना हेर्नु त यहाँ यति गर्मी छ है अहिले, फेरि यति गर्मी छ। पछाडि झर्छ है फेरि यहाँ भिडियो बनाउने चक्करमा यो है। अनि क्या एउटा कुरा, म यो त एउटा नर्मल थिएको नै भइगयो, जाँठो कि जाँठो मात्रै भन्छु। भिडियो बनाउँदा कति रिस उठ्छ हो है। के खाँदो रहेछ, बोल्नै नजान्ने भन्छन् होला। बोल्नु बेला सबै आउँछ। यो जाँठो भन्ने चाहिँ मुखमै झुन्डेको छ क्या। एउटा यो मान्छेको एउटा ह्याबिट हुन्छ नि थिएको, यो हो। यसलाई म पोजिटिभली लिन्छु, तपाईँहरूले पनि पोजिटिभली लिइदिनु होला है। नराम्रो नलिनुहोस्, रिक्वेस्ट गरेको है यो। ल साथीहरू, तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। मेरो यो नयाँ च्यानल हो। च्यानल नयाँ भन्दा पनि च्यानल खोलेको त झन्डै 2 वर्ष हुन आँट्यो, तर बिचमा 9-10 महिना मैले चलाइनँ केही समस्याहरूले गर्दाखेरि। अहिले फेरि जोडिएको छु, तपाईँहरू पनि जोडिएर साथ दिनु होला है त। ल जिनिस चाहिँ यही यति लामो छ क्या। यो त 5 केजी भन्दा पनि धेर छ यार। दुईटा
यो चाहिँ जिउँदैछ, यो चाहिँ पछारेकोले गर्दा मरिगयो क्या। कालो कालो छ यार साला, त्यो समुद्रबाट निक्लेको हो त। अस्तितिर बल्छीतिर यस्तो ठुल्ठुलो त आउँदैन थियो क्या त्यो खोलामा, यो कहाँबाट आज झुक्कियो।